गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई भ्लग। वन्स अगेन तपाईँहरू सबैलाई स्वागत छ है त मेरो भ्लगमा। म सुजाता थापा। म चाहिँ भ्लग लिएर आउँछु तपाईँहरूको यो फेसबुकमा, इन्स्टाग्राममा अनि मेरो युट्युबमा पनि च्यानल छ। सो प्लिज तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने चाहिँ गो एन्ड सब्सक्राइब है। फेसबुकमा पनि फलो गर्नु मिल्छ है त। अनि यो चाहिँ एब्सोल्युटली फ्री हो, तपाईँहरूलाई चाहिँ एउटा 1 रुपियाँ पनि लाग्दैन फलो गर्दा, सब्सक्राइब गर्दा। तू समझा? हाँ नहीं, तू समझा नहीं। आजको भिडियो चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ हामी चाहिँ सबैजना फेरि हामी कन्टेन्ट क्रिएटरहरू कालिम्पोङको भाइ बहिनीहरूसित भेट भइ नै रहेको छ हिजोआजखेरि। अन्त आज पनि हाम्रो एउटा सानो मिटिङ छ। अन्त यो भिडियो मार्फत चाहिँ तपाईँहरू हेर्नुहोस् होला कन्टिन्यू के कस्तो के कता म जाँदैछु भनेर है रेडी भइसकेको छु। अब फटाफटी टाइम हुन आँट्यो। हाम्रो मिटिङ टाइम चाहिँ एकदम 1 बजी भनेर भन्नुभएको थियो भाइहरूले। सो अब एकदमै म फटाफटी गरेर चाहिँ अब यहाँबाट निस्किनेवाला छु। अनि तपाईँहरू हेर्नुहोस् के कन्टिन्यू के म अब जति क्याप्चर गर्नु सक्छु त्यही अनुसार चाहिँ तपाईँले बुझिहाल्नुहुन्छ कि म कहाँ गएको, कसलाई भेट्नु गएको, के हो कसो हो भनेर है त। सो सी यू आफ्टर सम टाइम, बाई फर नाउ। गाइस मिटिङमा निस्केको यहाँ त्यो पानी पर्थ्यो र कस्तो पानी पऱ्यो त्यो यतिखेर फेरि हो। यहाँ आएको चाहिँ भने कुर्ता लगाइरहेको छु ए रेडी। ए भगवान्। सो गाइज हामी पनि भेट भयौँ है। हामीलाई चाहिँ म्युनिसिपालिटीमा भेट्नु भन्नुभएको थियो भाइहरूले। यहाँ चाहिँ प्रहलाद भाइ, तपाईँहरू चिन्नुहुन्छ होला, वान अफ द अब एकदमै बेस्ट आर्टिस्ट है। कस्तो दामी आर्ट गर्नुहुन्छ। यहाँ सबैजना हामी भेट्यौँ। लबु भाइ भयो, समीक्षा बहिनी भयो होइन, अरूहरू पनि तपाईँहरू सबैले चिन्नुहुन्छ। अन्त हामी यहाँ डेस्टिनेसनमा चाहिँ पुग्यौँ। यहाँ चाहिँ कहाँ हो भने कालिम्पोङ निवासीहरूले त बुझिहाल्नु भयो होला हामी कहाँ गएको भनेर है। यस, हामी चाहिँ हाम्रो यहाँको एमएलए सरलाई भेट्नु गएको थियौँ। अन्त चाहिँ यहाँ सबै भ्लगरहरू फेरि भेट भयौँ है। सबैजना यहाँ हामी हँसी मजाक गरिरहेको थियौँ, वेट गरिरहेको थियौँ है। अन्त त्यसपछि फेरि हेर्नु न कस्तो राम्री भएर यहाँ मनिषा बहिनी, अन्त यहाँ हाम्रो एड्रिना बहिनी, उहाँहरूको चाहिँ इभेन्ट थियो रहेछ। इभेन्ट सकेर चाहिँ आउनु भएछ है यहाँ हामीलाई जोइन गर्नु। अन्त चाहिँ कस्तो अब हामी यहाँ स्टिल वी आर वेटिङ है। यो चाहिँ किन भन्दाखेरि एमएलए सरलाई भेट्नु चाहिँ सबै अब कहाँदेखि आउनु भएको थियो। अन्त फाइनली हामीलाई चाहिँ भित्र पोसायो है। अन्त भित्रको भिडियो चाहिँ हामीले बनाएनौँ किन भन्दाखेरि अब इट इज लिटल बिट अब कन्फिडेन्सियल थियो। सो अन्त हामीले चाहिँ मजाले हाम्रो मिटिङहरू सक्सेस भयो। यहाँ हाम्रो भ्लगर दाजुभाइहरू पनि हामी हाँसी मजाक गरिरहेको थियौँ है। त्यसपछि चाहिँ हामीले सक्यौँ हाम्रो मिटिङ। भिडियोमा चाहिँ ठुलो देख्छ तर रियलमा चाहिँ पुरा सानो देख्छ है। यहाँ बहिनीहरू पनि एकदम हो उहाँ झन् बे नानीको आमाहरू यिनीहरू माइ गड। मलाई चाहिँ बिलिभ गर्दा ऊ पनि नानीको आमा भन्छ हो। तर जे होस् है हाम्रो मम ग्रुप बनाउनु पर्छ होला बरु बेटर है। ब्लगर्स ग्रुपबाट अलिकति हट्के। अन्त मम राइटर सबैजना अब सक्सेस भयो आज हाम्रो मिटिङ। होइन भोइस ओभर गर्छु। सो गाइस यहाँ चाहिँ क्यान्टिन रहेछ। यहाँ बसिकन हामी चियाहरू खायौँ है। अन्त चाहिँ हामी कतिवटा डिस्कस गऱ्यौँ कुराहरू मिटिङको। त्यसपछि हामी आफ्नो घरतर्फ लाग्यौँ है। अन्त बिफोर द्याट चाहिँ ठिक्कै अनु बहिनीले पनि हामीलाई जोइन गर्नुभयो। अन्त उसित पनि एकछिन बात मारेर चाहिँ हामी आफ्नो घरतर्फ लाग्यौँ। त्यसपछि चाहिँ बिचारा मेरो छोरा घरमा आइरहेको रहेछ। अन्त उसले उसको दाँत झरेछ है त आज स्कुलमा। अन्त ममा आज त मैले आफै दाँत झारेँ नि अरे क्या। अन्त आइ एम सो प्राउड अफ हिम होइन। मैले चाहिँ उसको दाँत यो कलेक्ट गर्दैछु नि त। अन्त चाहिँ यो दाँत हरायो भने उसलाई पुरा टेन्सन थियो रहेछ। थ्याङ्क गड कि उसले राम्ररी राखेको थियो रहेछ। सो गाइज आजको भिडियो चाहिँ यहीँसम्म। तपाईँहरूले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि सब्सक्राइब गर्नुहोस् होला, फलो गर्नुहोस् होला है। सो यसरी नै हामीलाई सपोर्ट गर्नुहोस् होला है त। सो आजको लागि चाहिँ बाई, सी यू इन माई नेक्स्ट भिडियो।